बायोतोप चरा अर्थात् बायोवेबर नेपालको तराई तथा मध्य पहाडी क्षेत्रका खुला घाँसे मैदान, खेतीयोग्य जमिन, नदी किनार र सिमसार क्षेत्रमा पाइने एक आकर्षक र मेहनती चरा हो। यसको वैज्ञानिक नाम प्लोसियोस फिलिपिनस हो। भाले बायोतोप चरा आफ्नो अद्भुत गुण निर्माण गर्ने सिपका कारण विशेष रूपमा परिचित छ। प्रजनन मौसममा यसको टाउको र छाती पहेँलो सुनौलो रङमा चम्किन्छ, जबकि पोथीको रङ फिका खैरो पहेँलो हुन्छ। भालेले लामो घाँस, नर्कड लगायत पातका रेसाहरूलाई चुडेर अत्यन्तै बलियो र झुन्डिएको गुँड बुन्छ। यो गुँड प्राय पानीमाथि झुकेका रुखका हाँगामा बनाइन्छ, जसले सर्प र अन्य शिकार गर्ने जनावरहरूबाट सुरक्षा प्रदान गर्छ। गुँड तयार भएपछि भालेले पोथीलाई आकर्षित गर्न विभिन्न आवाज निकाल्दै गुँड देखाउने गर्छ। यदि पोथीलाई गुँड मन परेमा मात्र उनीहरू जोडी बन्छन्। मन नपरेमा भालेले अर्को नयाँ गुँड बनाउन थाल्छ। पोथीले सामान्यतया 2 देखि 4 वटा अन्डा पार्छे। अन्डाबाट चल्ला निस्किएपछि भाले र पोथी दुवैले मिलेर किरा तथा अन्य साना जीवहरू ल्याई चल्लालाई खुवाउँछन्। चल्ला उड्न सक्ने भएपछि मात्र गुँड छोड्छन्। गुँड बुन्ने मुख्य काम भने भालेतोप चराले गर्छ। एउटा भालेले एकै प्रजनन मौसममा धेरै गुँड बनाउन सक्छ। गुँड बनाउन घाँसका रेसालाई गाँठो बाँधेर बुनाइ गर्ने क्षमता अत्यन्तै अद्भुत हुन्छ। प्रजनन मौसममा मात्र भालेको पहेँलो रङ चम्किलो देखिन्छ। बायोतोप चरा प्राय समूहमा बस्न रुचाउँछ र एउटै रुखमा धेरै गुँडहरू देख्न सकिन्छ। प्रजनन समयमा चल्लालाई मुख्य रूपमा किरा खुवाइन्छ, जबकि अन्य समयमा यसले धान, घाँसका बिउ र अन्नका दाना पनि खान्छ।